हामीले बजेट राखेको छौँ, आउँदै हुनुहुन्छ अरू पनि र सबैले आफ्नो ब्यानर ल्याउनु भएको छ नि, ब्यानरको साथ हामी यो कार्यक्रम सुरु गर्छौँ। तपाईले आफ्नो ब्यानर लगाएर फोटो खिचेर पनि आफ्नो आफ्नो ढङ्गले काम गर्न सक्नुहुन्छ। र सबैभन्दा पहिले आजको अतिथि हाम्रो जो प्रमुख अतिथि हुनुहुन्छ हाम्रो कर्नल पीके शर्मा सरज्यूलाई हामी पहिलो एउटा बिरुवा दिएर यो कार्यक्रम सुरु गर्छौँ र अब उपरान्त हाम्रो कृष्ण बस्ती दाजुले सञ्चालन गरिदिने अनुरोध गर्छु। धन्यवाद। अब धेर बोल्ने होइन, अब धेर नबोल्ने, अब बिरुवाको प्याकेट खोल्ने र उहाँले भनिहाल्नुभयो कसरी बिरुवा रोप्नुपर्छ, कुन प्रकारले रोप्नुपर्छ उहाँले भनिसक्नु भएको छ र सबैजनाले राम्रोसँगले जुन उहाँले भन्नुभयो होइन, हल्का प्याकेट यो खोल्ने, त्यसपछि त्यो माटो अलिकति मोल्ने होइन, भुइँमा त्यसपछि त्यसलाई हार्ड माथिबाट थिचेर त्यसलाई कडा बनाउने, हावा छिर्नु बन्द गर्ने हिसाबमा गर्ने भन्ने कुरो भएको छ र सबैले एकदम मेहनतले राम्रोसँगले गर्नु, राम्रोसँगले खटेर गऱ्यो भने अलिक भोक लाग्छ, अनि भोक लाग्यो भने दही चुरामा रुच्छ नभए रुच्दैन फेरि। र सबैले जति पनि प्लास्टिक खोल्नुहुन्छ, प्लास्टिक खोलेर त्यो प्लास्टिक चाहिँ पटोलेर एक ठाउँमा राख्नु होला, किन हामी पर्यावरण शुद्धिकरणको लागि आएका छौँ, फेरि आफै बिगाएर जानु पनि मिल्दैन। त्यसै गरी सबैले प्याकेट खोलेर यो प्याकेट प्लास्टिकलाई ल्याएर एक ठाउँमा जम्मा गरिदिने, सङ्ग्रह गरिदिने अनुरोध गर्दै र हाम्रा आजका विशिष्ट अतिथि कर्नल पीके शर्मा ज्यूलाई यो शुभ उद्घाटन गरिदिनु हुन यो बिरुवा रोपेर हामीलाई पनि बिरुवा रोप्ने अनुमति प्रदान गर्नुहुने अनुरोध गर्दछौँ। आज असारको 15 उत्सव सहित यहाँ बिरुवा रोपण कार्य सञ्चालन भइरहेको छ। क्याप्टेन न्यौपाने फाउन्डेसन साथै सङ्घ संस्थाको देखिनुभएको छ। यहाँ आजको जुन बिरुवा रोपनको पहिलो वृक्षारोपण यहाँ क्याप्टेन पीके शर्माज्यूको बाहुलीबाट यहाँनिर आज सुरु भइसकेको छ। त्यसपछि यहाँनिर उद्घाटन भइसकेपछि व्यापक रूपमा यहाँ वृक्षारोपण हुनेछ। त्यसपछि दही चिउराको कार्यक्रम छ, त्यो अलग एउटा कार्यक्रम छ, दही चिउरा उत्सव रहेकै छ यहाँनिर, त्यो पनि तपाईँहरूले त्यसको पनि आनन्द लिनुहुनेछ। र यसैबीच मैले यहाँ हाम्रा क्याप्टेन हाम्रो ह्युमन राइट्सको राष्ट्रिय अध्यक्ष विष्णु शर्मालाई जुन दाजु र बहिनी दाजु उहाँलाई पनि हामी आजको यस कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ। यो क्षेत्र रहेको छ गुल्माखाडी, मिलन मोड स्थित गुल्माखाडी जुन शमशान घाट छेउ रहेको क्षेत्र छ। यसलाई हामी साधारण भाषामा, चल्ती भाषामा सिसोघारी पनि भन्ने गर्छौँ। र यसै सिसोघारी क्षेत्रमा यहाँ यसलाई संरक्षणको साथ यसको बारबेरको साथमा यो बिरुवा रोपनको कार्यक्रम सुरु गरिएको यो लगभग अहिले 2 वर्षबाट हो। लास्ट इयर पनि यहाँ 600 बिरुवा रोपिएको थियो भने विगत पर्यावरण दिवसको दिन यहाँ व्यापक रूपमा एउटा अभियान नै चलाइएको थियो। यो सम्पूर्ण जानकारी आज भने फेरि यहाँ असारको 15 उत्सव मनाउँदै यो कार्यक्रमलाई यहाँ सञ्चालन भइरहेको छ। र यहाँ असारको 15 उत्सवको साथ भइरहेको जानकारी म तपाईँको गराउँदै व्यापक रूपमा यहाँ मानिसहरूले र एउटा जानकारी पनि छ उपस्थित सम्पूर्ण पर्यावरण प्रेमीहरूलाई।